नि त कारण सुन्नु न ढाइला पारे दिने एक ठाउँ भइहाल्छ नसुन्नु न काम सुन्नु न अनि पेन्सन खोज्नुपर्छ त ए मसल दिदी आउनु भएको छ आइरहन्थ्यो मलाई आउनु भनेपछि त हुरुक्कै हुनुहुन्छ एकैछिनको लागि उठेर त ढोक्नुपर्छ अल्छी पैसा नदिए होला भुइँ बसेर ढोक्ने होइन पैसा त्यसो म त अर्कै हुन्छ नि होइन है बाबु के भयो होइन म छोराटीको लागि अनि दाइले के कति उठ्नु सबै लाङ्गेर के अब पर्ने जाँदा त होइन हाम्रो छ